एकछिन गाइस सट्टा माथि नठेलिहाल्नु है। हजुरहरूको सम्पूर्ण माझमा आएर सबैजनालाई लासु फ्यापुला भने है। अनि एउटा सानो छोटो एउटा मेरो ब्लग लिएर आइरहेको छु हजुरहरूको माझमा। 2 कुरो राख्छु, धेरै त राख्दिनँ ल। सुनिदिनु होला सबैजनाले ल। अनि मन परेमा लाइक सेयर कमेन्ट पनि गरिदिनु नबिर्सिदिनु न ल मलाई। अनि यहाँ सुन्नु न, म चाहिँ के भन्नु गइरहेको छु भने नि, लाइफमा मान्छेले कति पैसा कमाउँछौँ अडिँदैन भन्छ नि त। अनि के भएर अडिँदैन भन्छ। अनि म चाहिँ कोही बेला चाहिँ अब जकिङले कस्तो अडिँदैन तिमीहरूको हातमा पैसा भनेर चाहिँ म चाहिँ जकिङ गरिदिन्छु क्या। अनि जकिङ पनि कुन खालको गरिदिन्छु फेरि। अनि पैसा अडाउने मेसो चाहिँ कस्तो रहेछ भने गाइस, तिनीहरूलाई चाहिँ म त्यसरी भनिदिन्छु नि त फेरि। हातमा फेभिक्विक किनेर ल्याएर लगाउनु र पैसा च्याप यसरी समाउनु यसरी राख्नु नि पैसा भन्ने पनि म जकिङ गरिदिन्छु क्या। माझा अब घरिघरि कसैलाई चाहिँ। अनि त्यसरी पैसा अडिहाल्छ नि भनिदिन्छु। त्यो चाहिँ जकिङ गरिदिएको थिएँ मैले होइन, जकिङ गर्छु कहिलेकाहीँ। अनि पैसा त अब आफूले चिन्नु जान्नु पर्यो नि त। पैसाले त अब कहाँ हामीलाई चिनेर बस्ने हो र। हामीले पो चिनेर राख्नुपर्छ त, सेभ गर्नुपर्छ होइन र गाइस। अनि लाइफमा सबैभन्दा ठुलो कुरो चाहिँ पैसालाई चिन्नु सक्नुपर्छ है गाइस। पैसा चिनेन भने एकदम लाइफ बर्बाद रहेछ। मैले बुझेअनुसार चाहिँ, जानेअनुसार चाहिँ होइन। आफूसँग नहुँदा त मान्छेले एक छाक नुन पनि पत्याउँदैन गाइस। त्यसैले गर्दाखेरि पैसा भन्ने चिज मूल्यवान हो। त्यसैले नै म सबैजनालाई भन्दैछु, पैसाहरू चिन्ने गर्नुहोस्, सेभ गर्ने गर्नुहोस्, फुर्मास नगर्नुहोस्। चाहिँदो जग्गामा त अब गर्नु नै पर्छ फुर्मास होइन। सबै जग्गामा अब चेपेर मात्रै पनि त भएन नि त। अनि अर्को कुरो, अनि अन्नहरू चाहिँ कसैको घरमा पनि लापरवाही चाहिँ गरेर नफ्यालाउनुहोस्। अन्नको सरप नमिठो लाग्छ है। कति अब हामीले त्यस्तो देखेको पनि छौँ, अन्नलाई लापरवाही गरेको र त्यो अन्नले सरापेकै त होला नि अहिले। अनि अन्नहरू पनि हजुरहरूले त्यसरी नफ्याल्नुहोस्। हामीले लाइफमा चिन्नुपर्ने भन्ने नै अन्न र पैसा रहेछ गाइस। अनि के भन्छ, पैसाले चाहिँ के भन्छ अरे भने नि, पैसा सेभ गर तैँले भन्छ अरे के हामीलाई पैसाले। अनि त्यही पैसाले चाहिँ तँलाई म सेभ गर्छु नि त अप्ठ्यारोमा परेको बेला भन्छ अरे गाइस। यो कुरो चाहिँ हो कि होइन मलाई कमेन्टमा रिप्लाई दिनुहोस् ल, कमेन्ट गर्नुहोस् ल। हो कि होइन रहेछ पैसाले हामीलाई सेभ गर्ने कुरो चाहिँ ल। धेरै चाहिँ भन्नु गइनँ, म त्यत्रो ट्यालेन्टी पनि होइन होइन। हजुरहरूको माझमा सानो छोटो एउटा छोटकारीमा राख्नु आएँ मेरो ब्लग। फेरि भोलि भेटौँला नि है गाइस ल। कतै भुल भएछ भने पनि माफी पाउँदै म साइड गएँ गाइस ल।